म इन्जिनियर उमेश कुमार गुप्ता, कार्यकारी निर्देशक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, इन्डस्ट्रियल इन्टरप्राइज डेभलपमेन्ट इन्स्टिट्युट एन्ड ISO 9001-2015 सर्टिफाइड इन्स्टिट्युसन हो। ICT अवार्ड डिसेम्बरको 19 तारिक शुक्रबारको दिन द प्लाजा होटल पुल्चोकमा आयोजना हुँदैछ। त्यसको सफलताको शुभकामना दिन चाहन्छु। साथै स्टार्टअप उद्यमी युवाहरूको लागि यो खास IT सेक्टरमा काम गर्नेहरूलाई प्रोत्साहन गर्नलाई विगतका 10 वर्षदेखि ICT अवार्डले काम गर्दै आएको छ र अवार्ड पनि दिँदै आएको छ। र यो भन्दै गर्दाखेरि ICT अवार्ड द बिगेस्ट अवार्ड टेक अवार्ड अफ नेपाल पनि भनिन्छ र यसले चाहिँ अनरिङ द बेस्ट अफ द टेक्नोलोजी सेक्टर इन नेपाल एन्ड बियोन्ड काम गर्दैछ। यसमा चाहिँ युवाहरू खास गरी IT सेक्टरमा काम गर्नलाई सबैलाई समावेश हुन पनि अनुरोध गर्दैछु। IDI औद्योगिक व्यवसाय विकास प्रतिष्ठान चाहिँ यसको इन्स्टिट्युसनल पार्टनर हो। यसलाई हामीले पनि सपोर्ट गर्दैछौँ, प्रोत्साहन गर्दैछौँ र यसको सफलताको शुभकामना दिन चाहन्छौँ। हस्त धन्यवाद, नमस्कार।